सो फाइनली गाइस तो म आइसकेको छु हरिद्वारमा होइन यो देखिँदा स्टेसन यो रेलवे स्टेसन होइन गाइस ब्याक साइड नै यो पछाडि देखिरहेछ होइन यो चाहिँ तिम्रो बस स्ट्यान्ड होइन खतरा रहेछ नि दामी रहेछ यार यति गाइस आज रातिको लगभग बजिसक्यो भनौँ अहिले 1 बजेर 29 मिनट भइसकेको छ गाइस होइन खतरा छ क्या यार दामी के एकछिनै म लिफ्टमा चढ्छु होइन गजब मजा आउँछ कि त्यसपछि देखाउँछु है खतरा छ है ठाउँ गाइस जाँदैछु है म चाहिँ खतरा सिस्टममा के होइन जाने हो छिटो छिटो फाल्छ यसमा हेर्ने गजब तरिकाले गाइस है खतरा मजा आउँछ नि गाइस होइन चिसो मौसम भइरहेछ गाइस हरिद्वारको यो के भन्छ खै सुई यस्तो जान्छ खतरा तरिकाले कि गाइस होइन अहिले खतरा तरिका झट्का लाग्छ कि यहाँनिर होइन खतरा तरिकाले गाइस होइन खतरा ठाउँ छ कि गाइस होइन यो हेर्दाखेरि पनि के यो पुरा रातिको 1:30 बजिसक्यो होइन पुरा खाली सुनसान छ कि एरिया होइन अहिले हेर गाइस पुरा खाली एरिया भइरहेछ म मात्रै छु अनि त्यसपछि अरू कोही पनि छैन गाइस यो त जाँदैन त गाइस के हो यो चाहिँ खराब रहेछ गाइस होइन म हिँडेर जाँदैछु तलतिर हेर्नुहोस् गाइस है यसको चाहिँ वाट लगाएर रहेछ हिँड्दै गाइस खतरा दामी होइन मजा आउँछ क्या यार त्योमा चाहिँ के यसमा चाहिँ हिँड्दैन चल्दैन यार यो फेरि एक्स्ट्रा है फर्स्ट टाइम फेरि चढाउन सेकेन्ड टाइम खै गाइस खतरा के यार यो के गाइस हामी मजा आयो गाइस yeah guys मजा आयो गाइस रात का बज गया 1:50 का समय तो दोस्तों अभी घूमने का मज़ा और ही कुछ है पूरा खाली है पूरा पिच हरिद्वार का बस स्टैंड स्टेशन सो वही यहाँ चलते हैं ज़रा क्या है गाइस पूरा अंधेरा यार इधर तो यार भयंकर सो फाइनली गाइस हरिद्वार खतरा छैन दामी ठाउँ के होइन यो देखिरहेको छ गाइस नि हामी बस्ने होटल हो क्या आउने टाइममा होइन देखिरहेको छ पारितिर होटल आउने 1-1.5 साल पछि चाहिँ यसमा स्टे गर्ने हो कि होइन कम्पनीको राम्रो लेभलमा गयो आर्टिस्ट लेभल गइसकेपछि मौज गर्नुपर्छ कि होइन यिनी होटलमा यिनीमा हामीहरूको एक दिन बस्नुपर्ने गाइस खतरा छैन पछाडिको ब्याक साइड होइन पुरा लाइट जलेको